हेर्नुस् है साथीहरु, नमस्ते। बिहानी पाखामा यस्तो मकैको हालत यस्तो छ। यसपालि यो मकै यस्तो छ। यस्तै भयो भने किसानले के गरेर खाने हो। म भित्रबाटै खिच्न भने अब हिलो छ है, हिलोमा म पस्न सकेन। मकैको हालत यस्तो छ। अब यो मकै सबै मर्छ, अब मर्दैछ। हेर्नुस् यो छ। अब भित्र पस्छौँ भने हिलो छ, के गरेर पस्नु, खतम भइरहेछ। अब के गरेर खाने हो, के खाने हो। मकै यस्तो भएपछि सबै ठाउँमा यस्तै छ, खतम भयो। मकैको हालत यस्तो छ, यस्तो भइरहेछ। मान्छे यसरी खुट्टा गाडिरहेछ, त्यही भएर म भित्र नपसेको है। खतम भयो मकै आधी मरिसक्यो, मर्दैछ अब मकै फेरि। हेर्नुहोस् त, पुरै खतम भइरहेछ। मकै कसरी गर्ने हो थाहा छैन। अनि यतापट्टि पनि हेर्नुहोस्, यतापट्टि पनि त्यस्तै हो। मकैको हालत हेर्नुहोस् त। मकै छ त यहाँ छैन, खतम भयो। गाइज यस्तै छ। जता जे गरे पनि किसानलाई मर्का हो। भगवानले पनि किसानलाई नै हेप्छ, व्यापारीले पनि किसानलाई नै हेप्छ। खतम। साह्रै हेपाइमा पर्यो किसान।